झलक मुस्कान अलग उफ मार्ने माया। यो गीत सायद सबैले सुन्नु भएको छ। यो गीत सुशान्त केसीको हिट गीत हो। करिब 6 महिना अगाडि यो गीत रिलिज गरिएको थियो। यो गीत रिलिज भएदेखि हालसम्म यो गीतलाई 78 मिलियन दर्शकले हेरिसकेका छन्। सुशान्तको बार्दली टाइटल राखेर रिलिज गरिएको गीत हो यो, जुन गीतलाई अत्याधिक रुचाइएको थियो। हरेक उमेर समूहको श्रोता दर्शकहरूले यो गीतलाई रुचाउनु भएको थियो। सुशान्तको सोही गीतलाई, सोही सङ्गीतलाई उफ टाइटल राखेर हिन्दी भर्जनमा इन्डियाको हिट प्लेटफर्म टी सिरिजमा अपलोड भएको छ र अपलोड भएको 48 घन्टा नपुग्दै 3.6 मिलियन दर्शकको माया पाइसकेको छ गीतले। इसकी एक झलक मचती है धड़क उफ उनकी क्या बात करें। भावनात्मक प्रस्तुति र आत्मा छुने आवाजका लागि चिनिने सुशान्त केसीको यो गीतले युट्युब र अन्य स्ट्रिमिङ प्लेटफर्महरूमा लाखौं दर्शक श्रोताको मन जितिसकेको छ। हिन्दी भाषामा नयाँ संस्करणले भारत तथा हिन्दी भाषी दर्शकहरूमाझ उनको साङ्गीतिक यात्रा अझै फैलिने अपेक्षा गरिएको छ। टी सिरिजमा अपलोड भएको उक्त गीत म्युजिकतर्फ सेकेन्ड नम्बर ट्रेन्डिङमा परिसकेको छ। टी सिरिजले सुशान्तको प्रतिभाको कदर गर्दै प्रस्तुतिको प्रशंसा गरेको छ र भविष्यमा अझ धेरै सहकार्य गर्न सक्ने पोजिटिभ साइन देखाएको छ। नेपाली गीत सङ्गीत टी सिरिज जस्तो प्लेटफर्ममा स्थान पाउनु यो समग्र गीत सङ्गीत प्रेमीहरूको लागि र सम्पूर्ण नेपालीहरूको लागि पनि खुसीको कुरा हो। गीतको भिडियो टी सिरिजको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ र गीत स्पोटिफाई, एप्पल म्युजिक, जियो 7 लगायतका प्रमुख डिजिटल प्लेटफर्महरूमा उपलब्ध गरिएको छ। गीतको शब्द सङ्गीत सुशान्त केसीको रहेको छ भने स्वर सुशान्त केसी र इन्द्रकला राईको रहेको छ। गीतको भिडियोमा सुशान्तसँगै स्वस्तिमा खड्का फिचरिङ छन्। सुशान्त केसी र भारतीय सङ्गीत निर्माता कम्पोजर बीच भविष्यमा अझ रमाइला सहकार्य हुने अपेक्षा गरिएको छ, जसले उनको साङ्गीतिक यात्रा नयाँ उचाइमा पुर्याउनेछ। यो सँगै गायक सुशान्त केसीलाई साङ्गीतिक यात्राको लागि अझ धेरै सफलताको शुभकामना। र यस्तै यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने कृपया हाम्रो युट्युब च्यानललाई सब्सक्राइब, लाइक र कमेन्ट गर्न भने नबिर्सनुहोला।